चलिरहेको रहेछ। ओके, फेरि पनि सबैलाई नमस्कार। बसन्त रिलिज भएपछि आज तपाईहरुसँग यसो दुःख सुख साट्न तपाईहरुको प्रत्यक्ष प्रतिक्रियाहरू लिन आएको छु। अस्ति शुक्रबारबाट बसन्त रिलिज भएको छ र केही सुझाव सल्लाह प्रतिक्रियाहरू लिउँ भनेर तपाईहरुसँग यहाँ जोडिन आएको छु। आशा छ सबैजना ठिकठाक नै हुनुहुन्छ होला। तपाईले हेर्नुभयो कि भएन, कहाँ कहाँ हुनुहुन्छ, काठमाडौँ बाहिर, विदेशमा, सबैतिर धेरै ठाउँहरुमा चाहिँ बसन्त लागेको छ। युरोपका केही देशहरुमा रिलिज भइसकेको छ। जापानमा सायद यही अप्रिल 7 तारिखबाट लाग्दैछ भने मिडल इस्टमा 10 तारिखबाट लाग्दैछ। अमेरिका, युकेमा मलाई हेरियो है भनेर केही मेसेजहरु आएको थियो। सायद युके, क्यानाडा र युएसए मा पनि लागिरहेको छ जस्तो मलाई लागेको छ। र नेपालमा पनि सबैतिर लागेको छ। राम्रो प्रतिक्रियाहरू पनि पाइरहेका छौं। मिश्रित प्रतिक्रियाहरू छ। धेरै जस्तोको त राम्रो छ भनेर भनिरहनु भएको छ। दर्शकहरूको प्रतिक्रिया भेटिरहेका छौं। विशेष गरेर काठमाडौँ लगायत बुटोलबाट धेरै दर्शकहरूले हेरेको हामीले खबर पाएका छौं। बुटोलको हलहरू तीनै दिन हाउसफुल भएको हामीले खबर पाएका छौं। यसैगरी नेपालगञ्जमा पनि एकदमै राम्रो छ। नेपालगञ्जका दर्शकहरूलाई पनि धन्यवाद। पोखरामा पनि एकदमै राम्रो छ। पोखरा, बागलुङ लगायत धेरै ठाउँबाट राम्रो प्रतिक्रियाहरू आइरहेको छ। पूर्वका साथीहरूको अलिकति कम छ। पूर्वतिर यदि हेर्नु भएको छैन भने चाहिँ हेर्नु होला। यही धरान पनि आउँदै छौं हामी 29 गते। अनि त्यस्तै छ, राम्रै छ, चलिरहेको छ, उठिरहेको छ। दर्शकहरूलाई चासो बढिरहेको छ र धेरै जनाले हेर्नेहरूको एकदम सर्टकट प्रतिक्रिया भनेको राम्रो छ। विषयवस्तुलाई उठाउनु भएको रहेछ, मन छोयो भन्ने खालको छ। म सर तपाईहरुको प्रतिक्रिया पनि लिइहालौं यसो एकछिन। फर्स्टबाटै जान्छु ल। मलाई अलि त्यति धेरै टेक्निकल आइडिया छैन। हेलो दादा ढोकगरे भन्नुहुन्छ। आयुषा गौतम एकदम राम्रो गायिका हुनुहुन्छ बहिनी। राज रेशम मेरो फ्रेन्ड्स जापानमा हुनुहुन्छ। जापानमा लाग्दैछ है। जापानको धेरै ठाउँहरुमा हाम्रो सुभाष इन्टरटेनमेन्टबाट तपाईहरुले नोट गर्नु होला, हेर्नु होला। एउटा मौलिक सामाजिक कथा छ बसन्त। परमिला भण्डारी हेलो भन्नुहुन्छ। हाई। यसैगरी दाजु नमस्कार कमल बिसीले। शिवु पाण्डे हाम्रो कलाकार पनि हुनुहुन्छ बसन्तमा। सीमा भट्टराई नमस्ते भन्नुहुन्छ। डीबी विश्वकर्मा ल बधाई छ बसन्त तिमीलाई भन्नुभएको छ। थ्यांक यू। श्रीमान रावल परदेशी नमस्कार दाई हरे। अस्मिता बलामी नमस्ते। हेलो ब्रदर भन्नुभएको छ रेणु ढकालजीले। रमेश सुनार हुनुहुन्छ। हेलो बाबु कृष्ण दादा दर्शन है कुवेतबाट रे। ओके ल बधाई छ बसन्तलाई भन्नुभएको छ डीबी विश्वकर्मा। हजुरको फिल्म हेर्दालाई टाइम मिलेको छैन भन्नुभएको छ। ल मिलाउनु पर्यो। अब युकेमा हेर्छौं है दाई भन्नुभएको छ। युकेमा लाग्दैछ छिट्टै। विशाल कार्कीले दाई रोमानियामा लाग्दैन भन्नुभएको छ। रोमानियामा लाग्छ। हाम्रो युरोपको डिस्ट्रिब्युटरसँग तपाईले बुझ्न सक्नुहुन्छ। सायद पेजहरुमा आको होला। राजमान तामाङजी हुनुहुन्छ। रोमानियामा पनि लाग्छ है। माधव सिगदेलजी हुनुहुन्छ जापानबाट। कंग्रेचुलेसन, थ्यांक यू सो मच। जापानमा यसो माहौल बनाउनु पर्यो है, लाग्दैछ छिट्टै। चलमान माम्बा हुनुहुन्छ सुपर हिरो अरे। थ्यांक यू। टिकाराम रुचाल हाई नमस्कार सर भन्नुभएको छ। एमए विश्वकर्मा कपिल वस्तु कहिले आउँछ मुभी रे? कपिल वस्तुमा लागिरहेको छ। एकदमै राम्रो पनि भइरहेको छ। कपिल वस्तुमा हामीलाई राम्रो प्रतिक्रिया पनि आइरहेको छ। धेरै जना ऑडियन्सले हेरेको हामीले थाहा पाएका छौं हाम्रो हल रिपोर्टहरु अनुसार। धनराज के गौतम भन्नुहुन्छ। दादा दर्शन भन्नुभएको छ। नमस्कार सन्चै आरामै हुनुहुन्छ। कंग्रेचुलेसन। हामी पनि भोलि टोकियोमा हेर्न जाँदै छौं हामीले। ओके थ्यांक यू सो मच। सबैले हेरेर कस्तो लाग्छ भनिदिनु होला। भान्जा नेपालमा आइसकेको हो र भन्नुभएको छ। नेपालमा त लागिरहेछ नि। अस्ति श्रीजयले शुक्रबारबाट लागिरहेछ है नेपालमा सबै ठाउँमा। फिल्म हेरियो राम्रो लाग्यो अरे। थ्यांक यू सो मच। नमस्कार भन्नुभएको छ।
बसन्त मुभीको रिभ्यू कस्तो छ दाजी भन्नुभएको छ। एकदम राम्रो छ, राम्रो छ। यसले सामाजिक विषयवस्तु उठान गरेको प्रतिक्रिया हामीले पाइरहेका छौँ। प्रेजेन्टेसनहरू पनि मान्छेलाई रोचक लागिरहेको छ। अलिकति डार्क साहित्य साङ्गीतिक लागिरहेको छ मानिसहरूलाई। म चाहिँ बागलुङदेखि है, प्रकाश दाई भन्नुहुन्छ। सुभाष बी, ओके, थ्याङ्क यू। राम्रो छ मुभी, मैले हेरेँ। सम्झना लामगादे होला सायद। थ्याङ्क यू सो मच। अरूलाई पनि भनिदिनु होला। भारतको नासिकमा पनि सो हुँदैन दाई? हुन्छ, हामी बुझ्दैछौँ भारतमा कसरी लगाउने भनेर। नमस्कार दाई, सफलताको शुभकामना भन्नुभएको छ। थ्याङ्क यू। मैले हेरेँ आज, गजब लाग्यो भन्नुभएको छ खुसी केसीजीले। थ्याङ्क यू सो मच। अरूलाई पनि भनिदिनु होला। हामीले फिल्म हेरिसक्यौँ है दाजु भन्नुभएको छ कृति पाण्डे गैरेले। हेरिसक्नुभयो? थ्याङ्क यू। सबैलाई भनिदिनु होला। नमस्कार भाइ, सन्चै हुनुहुन्छ? बधाई तथा शुभकामना। बसन्त मुभी दामी छ भन्नुभएको छ जुमन सुनारजीले। अनलाइन कसरी हेर्ने दादा भनेर। अनलाइनमा चाहिँ अलि छिटै आउँदैन होला, मिल्छ भने तपाईँ हलमै गएर हेरिदिनु होला है तत्काललाई चाहिँ। उत्तम सापकोटा, सुरेश केसी दाई भन्दै हुनुहुन्छ। के हो सोम भट्टराई, बसन्तले मन जित्यो, अब सुल्टिनीको माहौल तताउनुपर्छ भन्नुभएको छ। ओके, सुल्टिनी चाहिँ असोजमा लाग्दैछ, सुल्टिनी पनि हेरिदिनु होला। शान्तराज बुद्ध थोकी, बजेट कति उठ्यो भन्नुभएको छ। बजेट चाहिँ अलिकति उठ्न बाँकी छ। आशा छ तपाईँहरूको सपोर्टले बजेट पनि उठ्नेछ है। थ्याङ्क यू। सङ्गीत बाराही, तिम्रो म बिग फ्यान हुँदै भनेर भन्नुभएको छ। थ्याङ्क यू। शेरबहादुर शिरपाली, अल द बेस्ट फर बसन्त मुभी। थ्याङ्क यू सो मच। बसन्त भारतमा कहिले भन्नुभएको छ बसन्त र शैलीले। लाग्ला छिटै। दाजु तपाईँको कता हुनुहुन्छ? म काठमाडौँ छु है, घरतिरै। र बिस्तारै भ्याली बाहिर जाने प्लान थियो आज। खासमा म चैते दसैँको लागि बागलुङ आउँदै थिएँ। कालिका मन्दिरमा बागलुङमा चैते दसैँ मेला भइरहेको छ। म त्यहाँ आएर बागलुङका दर्शकहरूलाई भेट्ने चाहना थियो, तर बागलुङ पुग्न सकिएन। अलिकति फ्लाइट क्यान्सल भएको भएर। यदि भोलि पनि चैते दसैँ मेला लाग्दैछ, तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ। सँगसँगै बसन्त मुभी पनि बिएसआर मुभी बागलुङमा लागिरहेको छ, चलिरहेको छ। बागलुङमै सुट भएको भएर तपाईँले हेरेर साथ दिनु होला भन्न चाहन्छु। सुजन युकेटी भन्नुभएको छ बेस्ट विशेष प्रकाश सपुत। रामचन्द्र बरुवाल गुड लक भन्नुभएको छ। प्रकाश गोर्खाली, दाजु के छ खबर? ठिक छ भन्नुहुन्छ। पूर्ण परिवार दाई, हामीले पोखरा हेऱ्यौँ है भन्नुभएको छ। थ्याङ्क यू सो मच दाई। र दाईले धेरैजनासँगै हेर्नुभएको थियो, हाम्रो अग्रज कलाकारहरू मिलेर। थ्याङ्क यू पूर्ण दाई लगायत सबैलाई। दाई नमस्ते। उदास बिपिन भन्नुहुन्छ। पूर्ण दाईलाई भन्दाखेरि फेरि मलाई बागलुङको याद आयो। म बागलुङ आज पुग्न सकिनँ। सञ्जय सिंह, प्रकाश दाई अल द बेस्ट भन्नुहुन्छ। थ्याङ्क यू। हाउ आइ एम बिग फ्यान सर तपाईँको भन्नुहुन्छ। जय शर्मा, थ्याङ्क यू। जानकी मयाल्ती, कङ्ग्रेचुलेसन भन्नुहुन्छ। राजु रसाइली, हेलो सर भन्नुभएको छ। तिलक सुनारले बेस्ट विशेष। भूपेन्द्र सिंह विश्वकर्मा गुड लक भन्नुभएको छ। मोहन बस्नेतजी हुनुहुन्छ, हाम्रो इन्फ्लुएन्सर हुनुहुन्छ। थ्याङ्क यू मोहनजी। हेरेर प्रतिक्रिया दिनुहोला। तपाईँको पेजहरूबाट यसो दर्शकहरूको प्रतिक्रिया रिपोर्टहरू पनि बनाइदिनु होला भन्न चाहन्छु मोहनजीलाई। रामश्रेष्ठ, बेस्ट विशेष फर यर मुभी प्रकाशजी, अल द वे फ्रम स्कटल्यान्ड भन्नुभएको छ। मलाई एकदम मनपर्ने सिटी हो स्कटल्यान्ड। सायद त्यहाँ पनि लाग्छ होला। हाम्रो 7 सिज इन्टरनेसनलले लिनुभएको छ र धेरै ठाउँमा लाग्ने मैले सुनेको छु। निकेश आचार्य, पोखरामा राम्रो छ सर भन्नुभएको छ। थ्याङ्क यू। पोखरामा राम्रो छ है, तपाईँहरूले सपोर्ट गरिदिनु पऱ्यो। सुर्खेत, कृष्ण रावल सुर्खेतबाट हुनुहुन्छ। रूपचन्द्र बरुवाल, भोलि हेर्ने हो भन्नुभएको छ। हुन्छ, हेर्नु पऱ्यो है, हेर्नु पऱ्यो। नमस्ते, हामीले त हजुरको दिन आएको दिनमै भनेर बसेको, अहिले आउनुहुन्छ कुन हलमा भनेर भन्नुभएको छ। अब तत्काललाई चाहिँ त्यस्तो प्लान छैन, भोलितिर हुन पनि सक्छ कुनै हलमा। सुषमा राई, नमस्ते भन्नुभएको छ। दाइ म जापान हेर्न आतुर छु भन्नुभएको छ। जापान हेर्नु पऱ्यो अर्जुनजी है, जापानतिरको सोलाई सपोर्ट पनि गर्नु पऱ्यो। मैले एकदम आशा राखेको छु जापानबाट मैले र हाम्रो टिमले अर्जुनजीलाई सपोर्ट गर्न। पूर्ण अर्याल दाई हुनुहुन्छ। दाई नमस्ते, शुभकामना भाइ भन्नुभएको छ। थ्याङ्क यू सो मच दाई। युरोपतिर यसो माहौल तताइदिनु पऱ्यो। युरोपतिर पनि राम्रै छ माहौल। हाम्रो एनएमएम इन्टरटेनमेन्टले लिएको छ र धेरै ठाउँमा फिल्म लागिरहेको छ युरोपमा। दाईहरूले सपोर्ट गरिदिनु पऱ्यो त्यता। बधाई छ भाइ। म चाहिँ केटिएम आएर भाइसँगै बसेर हेर्ने प्लान छ केही दिनमै। ल ल आउनु पऱ्यो दाई, सँगै बसेर हेरौँ होला। विनोद कुमार विश्वकर्मा दाई हुनुहुन्छ। सुदनजी सदाबहार भन्नुहुन्छ। प्रकाश दाई नमस्ते फ्रम बागलुङ। ल नमस्ते। ल है, बागलुङतिर माहौल तताउनु पऱ्यो। भूपेन धामी, नेपालगञ्ज कहिले आउनुहुन्छ बसन्त दाई भन्नुभएको छ।
म यो मङ्गलबारतिर आउन सक्ने चान्सेस छ। मङ्गलबार पर्सि 26 गते तपाईँहरू 12 बजे पछिको कुनै सोमा चाहिँ तपाईँहरू नेपालगञ्ज हुनुहुन्छ भने भेट्न सकिने चान्सेस छ। नेपालगञ्जको सायद 2वटा हल छ क्यारे, सिने रोयल र बागेश्वरी। तपाईँहरू त्यहाँ आउन दुईटा मध्ये कुनैमा आउनु होला। म अवश्य आउनेछु। नेपालगञ्जबाट सुरु होला जस्तो छ बाहिरको यात्रा। दाङ हेरेँ मैले भन्न छ स्वस्तिक खड्काजीले, थ्याङ्क यू सो मच। सधैँ सबैको सोचे जस्तो समय आउँदैन, बसन्त राम्रो छ, सबैले हेर्न जरुरी छ, गुड लक डियर भाइ भन्नुभएको छ काजी कार्की दाई, थ्याङ्क यू। भोलि सपरिवार हेर्दैछु बसन्त भन्नु छ नारायण कार्कीजीले। ल प्लिज कस्तो लाग्छ हेरेर अरूलाई पनि प्रेरित गरिदिनु होला। टङ्क दुब्रा कोटी हुनुहुन्छ, बेस्ट विशेष, थ्याङ्क यू। जनक मायाल्ती हुनुहुन्छ, अझै प्रगतिको शुभकामना छ भाइ भन्नुभएको छ, धन्यवाद। म पनि हेर्दैछु सर भन्नुभएको छ हाम्रो खबपुजी। यसमा जोड्न मिल्ने भए उहाँलाई पनि जोड्न हुन्थ्यो लाइभमा, तर म यहाँ जान्दिनँ त्यति। ओके, खबपु हाम्रो फिल्ममा एकदम राम्रो कलाकार हुनुहुन्छ, क्यारेक्टर निर्वाह गर्नुभएको छ सत्यको, थ्याङ्क यू खबपुजीलाई। बम काजी भन्नुहुन्छ, हेलो दाई बम काजी भन्दाखेरि मलाई कबड्डीको याद आयो, थ्याङ्क यू बमजी। राम्रो छ दादा, म पोखराबाट हेर्नुभएको होला नि है, थ्याङ्क यू सो मच। उदास बिपिन फिल्म सुपरहिट हुन्छ दाई, म पनि हेर्न जाँदैछु, ल त तपाईँहरूले हेरिदिनु भयो भने हिट हुने हो मङ्गलबार भन्नुभएको छ। जमन सुनार, म इन्डियादेखि है भाइ भन्नुभएको छ, थ्याङ्क यू सो मच। राजु रसाइली, हेलो आइएम बिग फ्रेन्ड भन्नुभएको छ, थ्याङ्क यू। घोप्टेजीले दाङ ज्ञानज्योतिमा आउँदै हुनुहुन्छ दा है भन्नुभएको छ। हो, म 26 गते ज्ञानज्योतिमा आउँदैछु, मिल्यो भने त्यो बिहान फिल्म पनि हेर्ने सोचेको है त, तपाईँहरू यसो भेटघाट गरौँ न। हेलो दाजु नमस्कार, लो बधाई छ, सफलताको मुभीको शुभकामना हुनुहुन्छ, थ्याङ्क यू। छत्र रोकाए, नमस्ते दर्शन दाजु भन्नुहुन्छ, थ्याङ्क यू। राजेश कुमार जोशी दाई नमस्कार भन्नुहुन्छ, थ्याङ्क यू। टेक बायाडी कामी दाई नमस्ते भन्नुभएको छ, लो नमस्ते। नयना देवी हुनुहुन्छ, नमस्कार दाई, नमस्ते। विवेक कडेल, नमस्ते दाई, अल द बेस्ट हुनुहुन्छ जापानबाट। ल है विवेकजी, तपाईँ पनि त्यहाँको चल्दो पुर्दो यसो जापानमा माहौल बनाउनु पऱ्यो, भोलिबाट लाग्दैछ कुन कुन सिटीमा, भोलि सायद टोकियो हो क्यार। अमृत सुनार हुनुहुन्छ, कङ्ग्रेचुलेसन दाई, थ्याङ्क यू। जापानको टोकियोमा इकेबुकुरोमा लाउँदैछ भोलि है, हेर्न आउनु होला, भेट्ने हेर्नुपर्छ बसन्त मुभी भन्नुहुन्छ, ल है, ल भोलि टोकियोमा लाग्दैछ, नमस्ते दाई, थ्याङ्क यू। युएसए कहिले लाग्छ? सम्भवतः छिटै लाग्छ होला युएसए पनि। फदिन्द्र रेड्डी रामदाम हुनुहुन्छ, लभ यू किप साइनिङ दाई भन्नुहुन्छ, थ्याङ्क यू। दामदर सिंह भण्डारी कङ्ग्रेचुलेसन। दुर्गा सुनार कङ्ग्रेचुलेसन दाई। निल रुद्राक्ष दाई हुनुहुन्छ बोस्टनबाट, वेन यु कम बोस्टन भन्नुभएको छ दाई, छिटै आउँछु, तपाईँहरूलाई सम्झिरहेको छु है। फिल्म पनि छिटै लाग्छ होला, यसो बोस्टनमा राम्रो माहौल बनाइदिनु पऱ्यो, दाईहरूले सपोर्ट गरिदिनु पऱ्यो। उसै पनि मेरो 2-3वटाको यात्रामा दाईले एकदम सपोर्ट गर्नुभएको थियो, आई मिस यु दाई। विकास विश्वकर्मा दाई कुवेतबाट हो, कुवेतमा बसन्त लाग्दैन दाई? लाग्छ होला, लाग्छ होला सायद, 7 सिज इन्टरनेसनल लिनुभएको छ हाम्रो रमेश ढकाल दुबईबाट, लाग्छ जहाँसम्म मलाई लाग्छ। सुरज गदाली नमस्कार सर, थ्याङ्क यू। भूपेन्द्र सागर धेरै धेरै शुभकामना भन्नुभएको छ, शङ्कर पाण्डे सर हुनुहुन्छ, कतिको चल्या छ भनेर भन्नुभएको छ, बिस्तारै चलिरहेछ, राम्रै छ, राम्रै छ, बिस्तारै बढ्दै हुनुहुन्छ दर्शकहरू। दाई नमस्कार, व्यस्तता कारण हाम्रो पनि जम्बो टोली ट्रेड मल पोखरामा जाँदैछौँ ले, ल ल ल ल ढिलो भयो, अब लागिहाल्नु पऱ्यो, हेरिहाल्नु पऱ्यो, सल्लाह सुझाव दिइहाल्नु पऱ्यो। अमृत बलबर्देवा हुनुहुन्छ, गुड लक फर बसन्त, थ्याङ्क यू। प्रकाशजी सफलताको शुभकामना भन्नुहुन्छ, कमल प्रकाश, थ्याङ्क यू। कमल गेवाली नमस्ते दाई, नमस्ते है, नमस्ते दाजु, बेस्ट विशेष। सुगम मगर, थ्याङ्क यू। इन्डियामा लाग्दैन भाइ हजुरको मुभी भन्नुभएको छ, लाग्छ होला, इन्डियामा चाहिँ अलिकति प्रक्रिया छ, त्यहाँ सेन्सरको अलिकति समस्या छ, हामी कोसिस गर्दैछौँ। युएसएको लागि के छ सर भन्नुभएको छ, युएसए लाग्दैछ, छिट्टै युएसए पनि लाग्दैछ है, हाम्रो 7 पनि लगाउने ओके, इन्डियामा बेङ्गलोरतिर लगाउने भन्नुभएको छ, अब लगाउन पाए हुन्थ्यो। राज रेशमजीले शुभकामना छ है, हामी यतै हेर्छौँ, जापानमा हुनुहुन्छ, ल ल जापानमा हेर्नु पऱ्यो। भीम सोकाती हुनुहुन्छ, बसन्त भन्नुभएको छ, थ्याङ्क यू। टेक थापा, हेलो हाई सपुजी नमस्ते, मेरो एकदम क्लोज फ्रेन्ड हो टेकजी, गाउँले साथी,
टेकजीलाई सम्झना हेर्नुभयो कि भएन फिल्म बन्दाखेरि उहाँले एकदम सपोर्ट गर्नुभएको थियो। दीपक नमस्ते सर भन्नुभएको छ। खड्क मिजार हामी नयाँ वर्षमा हेर्ने हो भन्नुभएको छ। ल त नयाँ वर्षसम्म टिक्नको लागि पनि तपाईँले अलिक छिटै हेर्नुपर्छ जस्तो छ है यसो विचार गर्दा। आयसा आचार्य मैले हेरेँ दाइ वसन्त राम्रो लाग्यो भन्नुभएको छ। नडाडी भन्नु होला है, राम्रो लाग्यो नि। धेरैजनाले फिडब्याकहरू त साँच्चीकै राम्रो छ भनेर भन्नुभएको छ। हाई मेरो एसएमएस आएको छैन भन्नुभएको छ। खै मैले एसएमएस चाहिँ हेरेको छैन, हेरौँला। ललिता सिलवाल हुनुहुन्छ। रेबिका छेत्री साँच्चीकै राम्रो छ फिल्म, हेरेको सुर्खेतमा भन्नुभएको छ। थ्याङ्क यू सो मच। सुरेश राईजीले हावा यार दाइ तपाईँ पनि एमाले हो भन्नुभएको छ। म अहिले कुनै पनि पार्टीमा आबद्ध चाहिँ छैन, साथीहरूलाई म क्लियर भन्न चाहन्छु। औपचारिक रूपमा कुनै पनि पार्टीसँग आबद्ध छैन है, तपाईँहरूले त्यसरी नबुझिदिनु होला सुरेशजी, क्लियरली। राकु राज हुनुहुन्छ। म त रोएँ है दाजु भन्नुभएको छ। हो र, धन्यवाद। रोएकोमा धन्यवाद भन्न त नमिल्ने हो कि होइन। यहाँको मन छोयो, मन पराइदिनु भयो, धन्यवाद यहाँलाई। एकदमै राम्रो छ है, स्टोरी टेलिङ, केमियोज, डायलग डेलिभरी, बेस्ट अपलग भन्नुभएको छ। थ्याङ्क यू अमृत बर्देवाजी। राम्रो छ है फिल्म, सबैले हेरिदिनु होला। मैले पनि हेरेँ हुनुहुन्छ ध्रुव ढकालजीले, धन्यवाद है। बेस्ट विशेष सर, फिल्म राम्रो लाग्यो, अभिनय बब्बल छ, प्रगतिको सफलता होस्, शुभकामना भन्नुहुन्छ। थ्याङ्क यू। जापानको फ्लाइट कहिले छ भन्नुभएको छ। सायद 2 हप्ता पछितिर हुन्छ होला। प्रेम सुमार इन्डियामा लाग्दैन र वसन्त भन्नुभएको छ। प्रोसेसमा छ। ऋषिराम रिमाल बेस्ट अफ लक। सुशील नामगादी नमस्ते दाजु, म अर्गलको दाजुभाइ भन्नुभएको छ। ओहो ल, अर्गलतिर हाम्रो दाजुभाइहरू हुनुहुन्छ बागलुङको। फिल्म हेर्नुभयो कि भएन, हेर्नु होला। दाइ जापानमा हामीले कहिले हेर्न पाउने भन्नुभएको छ। टोकियोमा हुनुहुन्छ भने भोलि नै लाग्दैछ, त्यसपछिको सेड्युलहरू पनि आउँछ होला, तपाईँले यसो फलो गर्दै गर्नु होला। सबिन रामधाम, फडिन्द्र रेड्डी रामधाम के छ खबर भन्नुभएको छ। धेरै राम्रो लाग्यो वसन्त फिल्मले, सबैको रेकर्ड तोडोस्, शुभकामना छ दाजु भन्नुभएको छ। थ्याङ्क यू। प्रकाश दाइ इन्डियामा लाग्दैन र भन्नुभएको छ। लाग्न सक्छ। आशिष अधिकारी को आशिष अधिकारीले के भन्नुभयो। केपी ओलीज्यूको तारिफले घाटा लाग्यो भन्नुभएको छ। हो कि अलिअलि। अजुना श्रेष्ठ हामीले त हेऱ्यौँ, एकदम राम्रो छ भन्नुभएको छ। थ्याङ्क यू सो मच सरजी, मिठो सम्झना हुनुहुन्छ। कृष्ण आचार्यजी संसारकर्मी हुनुहुन्छ, मेरो मित्र हुनुहुन्छ। थ्याङ्क यू ल कृष्णजी, यसो माहौल बताइदिनु पर्यो है। चेतन ओली आज फिल्म हेऱ्यो, साह्रै उत्कृष्ट छ, समाजको यथार्थ प्रस्तुत गर्न सफल हुनुभएकोमा हार्दिक बधाई, सफलताको शुभकामना भन्नुभएको छ। थ्याङ्क यू सो मच। पोखरा कहिले आउनुहुन्छ? म खासमा आज बागलुङ जान लागेको थिएँ चैते दसैँको लागि, तर मेरो फ्लाइट टाइममा नभएर फर्किनु पर्यो। म छिट्टै पोखरा, बुटोल, नेपालगञ्ज, बागलुङ, चितवन लगायतको दर्शकहरूलाई भेट्न निस्कने कि भन्ने प्लान गर्दैछु। प्रकाश हजुरको मुभी राम्रो लाग्यो भन्नुभएको छ। गीता थापा थ्याङ्क यू। दुबईमा कहिलेबाट प्रकाश भन्नुभएको छ। 10 तारिकबाट लाग्दैछ है दुबईमा, 10 तारिकबाट याद गर्नु होला। चितवन आउनुहुन्न वसन्तको लागि टिम भन्नुभएको छ। वसन्त टिम आउने प्लान सोचिरहेको छु। चितवन आउनु पर्नेछ, चितवन आउँछौँ एक दिन। मदन बुढाथोकी बेस्ट अफ लक भन्नुहुन्छ। नेपालगञ्जतिर कहिले आउने दाजु भन्नुभएको छ। मङ्गलबार आउने प्लान छ। यसो तपाईँहरू हेर्ने प्लान गर्दै हुनुहुन्छ भने चाहिँ मङ्गलबार हामी सँगै हेर्न सक्छौँ है। ज्योति विश्वकर्मा हजुर नमस्ते, हजुरको फिल्म हेरेको, रोइ सकियो भनेर भन्नुभएको छ। त्यस्तो केही सिनहरू, इमोसनल सिनहरू पनि छ। थ्याङ्क यू ज्योतिजी। खुसी लाग्छ, निकै राम्रो प्रस्तुतिहरू आउँछ तपाईँबाट, वास्तविक सामाजिक परिवेशलाई उठाउनुहुन्छ, त्यसैले त हामी तपाईँको बिग फ्यान भन्नुभएको छ। अभिषेक शङ्कर थ्याङ्क यू अभिषेकजी। बुटुल आउनु अनि म नि आउँछु भन्नुभएको छ। बुटुल पनि आउनु पर्ने छ है। विजय परियार हुनुहुन्छ, बेस्ट अफ लक भन्नुभएको छ। हाम्रो जेठान साहब हुनुहुन्छ, थ्याङ्क यू। अमृत रत्नानन्द भन्नुभएको छ। वेल डन प्रकाशजी मेकिङ दिस मुभी भन्नुभएको छ। थ्याङ्क यू। रमेश शर्मा पौडेल प्रकाशजी नमस्कार, बागलुङ आउनु भएको हो र भन्नुभएको छ। म आउने हिँडेको हो आज बागलुङ चैते दसैँमा आउन, तर अलिकति सम्भव भएन आज आउनलाई, छिटै आउँला। जसिन्द्रजी हुनुहुन्छ, उहाँ चाहिँ सायद रेडियो कर्मी पनि हुनुहुन्छ, संसारकर्मी। चलचित्र हेऱ्यो, खुसी लाग्यो, केही सुझाव छन् त्यसलाई व्यक्तिगत रूपमा भनौँला है सर, समग्रमा शुभकामना भन्नुहुन्छ। हुन्छ, पक्कै पनि तपाईँहरूको सुझाव सहितको समीक्षा र शुभेच्छाको अपेक्षा छ। दाइ नमस्ते, हामीले हिजो हेऱ्यौँ, फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्नु न भन्नुभएको छ। हुन्छ, म चाहिँ नर्मली पेजमै बढी एङ्गेज हुन्छु,
यहाँ भएपछि भेटघाट भइहाल्छ। त्यही पनि तपाईँको फ्रेन्ड रिक्वेस्ट पनि हेरौँला। मनु सिंहजी हुनुहुन्छ। अशोक जङ सुनार गुल्मीमा कहिले आउनुहुन्छ भन्नुभएको छ। अहिले तत्कालै चाहिँ छैन, सायद अर्को वर्षतिर मेला लाग्यो भने गुल्मी आउन सकिन्छ। नमस्कार प्रकाशजी, अल द बेस्ट भन्नुभएको छ। थ्याङ्क यू। राम्रो छ फिल्म, हेरियो भन्नुभएको छ। थ्याङ्क यू। बेस्ट विशेष दाइ, इक्जाम सकेर हेर्छौँ है त भन्नुभएको छ। थ्याङ्क यू। हुन्छ हेर्नु होला है। खगेन्द्र सुनार गुड लक बसन्त भन्नुभएको छ। थ्याङ्क यू। रमेश शर्मा पौडेल, प्रकाशी नमस्कार, बाग्लो आउनुभएको यो पढिसकेँ मैले। आज सन्डे दुबईमा हेर्न गएको लागेको रहेनछ, नेक्स्ट सन्डे जानुपर्छ हो। 10 तारिकबाट लाग्दैछ। दाइ नमस्कार, रविन लामगादे शुभकामना भाइ हुनुहुन्छ मेरो। थ्याङ्क यू सो मच रविन। किम विश्वकर्मा सर हुनुहुन्छ, हाम्रो गाउँले अग्रज हुनुहुन्छ। डोन्ट वरी भाइ, अल थिङ वेल भन्नुभएको छ। बेस्ट विशेष। ठिक छ दाइ, बिस्तारै ठिक हुँदैछ किम सर। लाल सयात्री परिवार, बेस्ट अफ लक ब्रो भन्नुहुन्छ। थ्याङ्क यू। जनक केसी, नमस्ते प्रकाशी भन्नुहुन्छ। नमस्ते। सुरेश केसी, युरोपतिर कहिलेसम्म चल्ला भन्नुभएको छ। चलिरहेको छ विभिन्न देशहरूमा। बेल्जियमतिर अस्ति चल्यो क्या अरे, बिस्तारै लाग्दैछ। तपाईँले राजमान तामाङ भनेर एउटा आइडीमा सर्च गर्नुभयो भने उहाँ अपडेट हुनुहुन्छ है त यो विषयमा। शुभकामना दादा हुनुहुन्छ। डेभिस सीले थ्याङ्क यू। उमेश खड्का, अल द बेस्ट भन्नुभएको छ। विष्णु बेसी, नमस्कार दाई, बधाई छ सफलताको शुभकामना। थ्याङ्क यू। ऋषिराम कडेल हुनुहुन्छ। दाजु फिल्म सुपर हिट छ, डोन्ट वरी भन्नुभएको छ। सुपर हिट हुन चाहिँ बाँकी छ, तपाईँलाई राम्रो लाग्यो होला आशा गर्छु। थ्याङ्क यू। नवीन जङ सोनी, नाइस वान भन्नुभएको छ। दिलीप ताम्राकार हुनुहुन्छ। एकदम राम्रो कन्सेप्ट सहितको फिल्म, यसले समाजमा विद्यमान जातीय र लैङ्गिक विभेदलाई उजागर गरेको छ। सबैले यो फिल्म हेर्न होला एनीबडी भनेर भन्नुभएको छ दिलीप ताम्राकारजीले। धन्यवाद दिलीपजी। डम्बर तमट्टा हुनुहुन्छ। गुड लक दाई, थ्याङ्क यू। अर्जुन लामिछाने दाई, सफलताको शुभकामना। थ्याङ्क यू। हेमा विश्वकर्मा, बेस्ट विशेष प्रकाशजी, थ्याङ्क यू। ऋषिराम रिमाल, गुड लक भन्नुभएको छ। थ्याङ्क यू। नमस्ते दाई, काठमाडौँबाट मनिष मगर, बसन्त मुभी हेरियो आज, राम्रो छ, बेस्ट विशेष हुनुहुन्छ। थ्याङ्क यू। अर्जुन भाइ, हेलो प्रकाशजी, हजुर नमस्ते। पुनः रेल फिल्म सदा भन्नुभएको छ। थ्याङ्क यू। प्रितम पिके, जानी हो हेर्न बुटोल भन्नुहोस्। ल त, बुटोलतिर एकदमै राम्रो छ, बुटोलका दर्शकहरूले हेरिरहनु भएको छ, खुसी लाग्छ। ऋषिराम रिमाल, कङ्ग्रेचुलेसन। सिमान रसाइली, नमस्ते प्रकाश सर हुनुहुन्छ। श्याम थापा मगर, मेरो मित्र गाउँले साथी, हेलो नमस्ते भन्नुभएको छ। युरोपतिर लागिरहेछ है साथीहरू, यसो माहौल मिलाएर हेर्नु पऱ्यो, समय मिलाएर। मैले 22 गति हेरेँ, धेरै राम्रो छ। हजुरले बनाएको गीत त राम्रो नै हुन्थ्यो, तर मुभी पनि एकदम राम्रो लाग्यो नि दाई भन्नुभएको छ। थ्याङ्क यू। एउटा गीत गाउने अवसर दिनुहोस् न दाई भन्नुभएको छ सबिन सेन। ल, निरन्तरता दिनुहोला, तपाईँलाई कुनै दिन त्यस्तो सहकारी गर्ने मौका नमिल्ला भन्न सकिँदैन है। बेस्ट अफ लक। विशाल सुनार दाई भन्नुभएको छ। हेलो। सुनिल परियार, नमस्ते दाजु, आइएम फ्रम बागलुङ तङ्ग्राम, बसन्त मुभी हेरियो, बेस्ट छ, गुड लक भन्नुभएको छ। थ्याङ्क यू सुनिलजी। ल, हेर्नु पऱ्यो, त्यता माहौल बनाउनु पऱ्यो। दिनेश बराल, बसन्त दाजु के छ, एउटा मुभीमा कति विषय समेट्नु भएको, रियली असम भन्नुभएको छ। हजुर अलि धेरैवटा विषय पनि भयो, त्यसले गर्दा अलिक मानिसहरूलाई अलिक हेभी पनि लागिरहेछ, अलि विषयहरू धेरै भयो कि भनेर, तर तपाईँले राम्रो भनिदिनु भयो, थ्याङ्क यू सो मच। विशाल सुनार भन्नुभएको छ, रिप्लाई भन्नुभएको छ। हेलो विशालजी। प्रेम कुमार, हजुरको भोइस सुन्नेको छैन। ए हो, कसैले मलाई भनिदिनुहोस् न भोइस सुनेको छ कि छैन। बेस्ट अफ लक भन्नुभएको छ। थ्याङ्क यू। आरएस रवि हुनुहुन्छ। गोविन्द सिंह दाई हुनुहुन्छ। भाइ बेस्ट विशेष फर ग्रान्ड सक्सेस अफ बसन्त भन्नुभएको छ। दाईहरूले हेर्नुभयो होला पोखरामा, आज भेट भएन है गोविन्द दाई, थ्याङ्क यू। उता जापानतिरको साथीहरूलाई पनि भनिदिनुहोस् ल, भोलिबाट लाग्दैछ। सीताराम रसाइली साथी हुनुहुन्छ, मेरो क्लासमेट, थ्याङ्क यू, सफलताको शुभकामना भन्नुहुन्छ। दान बहादुर विके, नमस्ते दाई, धेरै धेरै शुभकामना भन्नुहुन्छ। थ्याङ्क यू। आइएम फ्रम दैलेख कलम लोहार, बधाई छ भन्नुभएको छ। थ्याङ्क यू कलमजी। सकेसम्म भोलि बेलुका नत्र पर्सि दिनमा हेर्ने सोच छ दाई, बागलुङबाट भन्नुभएको छ। ओके रविन। पौडेल शर्मिला, फिल्म राम्रो छ भन्नुभएको छ। थ्याङ्क यू है शर्मिलाजी। विशाल सुनार, दुबईमा नि लाग्छ नि 10 तारिकबाट, यसो फलो गर्नु होला है। फिल्मको शुभकामना भयो, आगामी दिनहरूमा ख्याल गरेर बोल्नु होला ल भन्नुहुन्छ। हुन्छ एकदमै। अब बोल्दा कोही जाँदा जनताको भावनामा कहीँ ठेस पुग्छ कि भन्ने कुरामा सधैँ म सचेत नै छु। थ्याङ्क यू प्रतिभा पुरी दिदीलाई।
जिएफले हेर्न जाउँ भन्थे सबै झोलीहरूको फिल्म हेर्न जाने भए ब्रेकअप देऊ भनिदिएँ अरे दिपेश हुनुहुन्छ यस्तो त नगरौँ न साथी यस्तो हल्ला नचलाऊँ न बेकारमा है जिएफले भनेको मानिदिनु एउटा फिल्म हेरिदिनु महादेव गौतम बधाई छ हजुर सफलताको कामना छ भन्नुभएको छ थ्याङ्क यू सम्झना पाण्डे दाई नमस्कार युकेतिर पनि आउँछ होला नि हुनुहुन्छ युकेमा लागिरहेछ अस्ति मलाई युकेमा हेरियो भनेर भन्नुभएको थियो प्रमोसन अलिकति कम भइरहेको हो कि त्यता सेभेन सिज इन्टरनेसनललाई म अनुरोध गर्न चाहन्छु युकेकामा धेरैवटा डिएमहरू आइरहेको छ मेसेजहरू आइरहेको छ है रमेश शर्मा पौडेल म चाहिँ पोखरामा पर्सि 13 जना ग्रुप लिएर हेर्न जाने हो है भन्नुहोस् ल 13 जना साथीहरूलाई शुभकामना ल त यसरी ग्रुप लिएर हेरौँ मनन गरौँ सपोर्ट गरौँ है एमएस रसाइली बेस्ट विशेष भन्नुभएको छ थ्याङ्क यू सो मच कमल कुमार बिके प्रकाश भाइ मिस यू भन्नुहुन्छ नमस्ते दाई दाईहरूको ठुलो फ्यामिली लगेर हेर्नुभयो म सारङ्गी संसारमा आउने योजना थियो बसन्त टिम लिएर तर यस्तो लास्ट आवरमा हामी अलिकति प्राविधिक कामहरूमा इङ्गेज हुनु पर्यो त्यसैले आउन पाइनँ दाइ यो बिचमा एक दिन सारङ्गी संसारमा आएर गीत गाउने सपना छ भीमबहादुर कान्छा भन्नुहोस् गुड लक गाउँले थ्याङ्क यू भन्नुभयो थ्याङ्क यू क्षितिज कार्कीजीले चाहिँ शाहरुख खान अफ आवर इन्डस्ट्री भन्नुभएको छ धन्यवाद धन्यवाद सुनिल सुनार हाई भन्नुभएको छ थ्याङ्क यू मनिषा शाही रोका भन्नुहुन्छ छोरी सानो छ लिएर जान मिलेन मलाई चाहिँ मोबाइलमा नि पठाइदिनु न के दाइ टिकटको पैसा पठाउँछु बिग दाइ लास्ट मनपर्छ बिग फ्यान भन्नु त्यसरी फोनमै अहिले हेर्न मिल्दैन पछि कुनै प्लेटफर्महरूमा आउन सक्छ बट नट स्योर तपाईँले अहिले चाहिँ हलमै गएर फिल्मको मजा लिनको लागि अनुरोध गर्न चाहन्छु है त जापान नआउने हो र प्रकाश सर भन्नुभएको छ जापान आउने कुरा छ आउन सकिन्छ जहाँसम्म म परदेशमा छु तर मेरो परिवारको लागि वसन्त मुभी बाबुहरूको परीक्षा सकिने बित्तिकै सरप्राइज हुनेछ वा ओहो आज सरप्राइज तोडियो नि त हेर्नु भएको छ भने ल त अमर सुनारजी त्यति गरौँ पवन दाङ्गी दाई नमस्कार म भोलि जाँदैछु है हलमा हजुरको फिल्म हेर्न ल त जानु पर्यो निर्मला परिवार सफलताको शुभकामना हुनुहुन्छ थ्याङ्क यू सबिना खड्का मुभी एकदम राम्रो बनेको छ है हामी पुरै फ्यामिली गएर हेरिसक्यो हेरियो एकदम राम्रो छ भन्नुभएको छ थ्याङ्क यू सो मच डम्बर तमत्ता अल द बेस्ट भन्नुभएको छ थ्याङ्क यू सबैको मनउन बस्न सफल नायक प्रकाश सपुत दाई वसन्त फिल्ममा शुभकामना थ्याङ्क यू युएसए रिलिज डेट कहिले युएसए मेबी अब प्लान हुँदैछ नेक्स्ट विकबाट लाग्छ होला अहिले एनजीलाई लागिरहेको छ जस्तो लाग्छ मलाई सेभेन सिजको आज हेऱ्यो दामी लाग्यो वसन्त मुभी भन्नुभएको छ अनिल बर्देवा थ्याङ्क यू हामी पनि जाने तयारीमा छौँ भन्नुभएको छ थ्याङ्क यू दुबईमा कहिलेदेखि लाग्छ ब्रो भन्नुभएको छ लाल सुनारले 10 तारिकबाट है सुर्खेततिर आउनु पर्यो दाइ भन्नुभएको छ सुर्खेत आउने मन छ तत्काललाई चाहिँ के हुन्छ पोसिबिलिटी आल ट्राई है ओके सीता भण्डारी धेरै राम्रो छ हाम्रो दाईको फिल्म भन्नुभएको छ थ्याङ्क यू कृष्ण गैरी प्रकाश सपुत दाई नमस्ते बुटुल आउनु न भन्नुभएको छ अब बुटुल आउनु मन छ मलाई हामी प्लान गर्दैछौँ भोपाल अभागी म नि हेर्छु पर्सि भन्नुभएको छ थ्याङ्क यू गणेश साई शुभकामना दाजु भन्नुभएको छ आरजी कालीकोटे अवक्सा गुड लक भन्नुभएको छ गोविन्द रसाइली वेटिङ इन कतार लाग्दैछ है छिट्टै सफलताको शुभकामना बरु श्याम विवेक बिके गुड लक भन्नुभएको छ जितो विश्वकर्मा दुबईमा छ मनोज सिरी बधाई छ ब्रो अल द बेस्ट भन्नुभएको छ आदित्य सुनार हरेक नेपालीले हेर्नै पर्ने भन्नुभएको छ एसके शर्मिला एसके हेलो दाई सन्चै हुनुहुन्छ भन्नुभएको छ गोविन्द खाती प्रकाशी राम्रो छ हामीले पनि विराट सुकमरङमा हेरियो भन्नुभएको छ थ्याङ्क यू धेरै धेरै सफलताको शुभकामना भोलि हेर्न जाने हो अलिक टाढा भएर छिटो हेर्न पाइएन फ्रम भुस्कात बागलुङदेखि भन्नुहुन्छ ल त सम गोतामी हुनुहुन्छ पुगौँ पुगौँ हेरौँ सुझाव दिउँ माधव खनाल बेस्ट विशेष दाजु बुटोल हेर्ने प्लान छ लौ न हेर्नु पर्यो नमस्ते दाई भन्नुभएको छ स्मृति थ्याङ्क यू सफलताको शुभकामना प्रकाशी हुनुहुन्छ थ्याङ्क यू सञ्जीव सेन्चुरी नमस्ते प्रकाश दाजु भन्नुभएको छ कमल तिरुवा दाजु टिकटक पनि लाइभ आउनु होला है भन्नुभएको छ टिकटकमा पनि राम्रो छ है एङ्गेज त्यता आउनु पर्ला डिजे शुभकामना दाई भन्नुभएको छ थ्याङ्क यू कर्णल भीम भन्नु शुभकामना बागलुङको सानो शुभकामना भन्नुभएको छ थ्याङ्क यू समित बराइली हामी दामी हामी कामी इज दामी भन्नुहुन्छ हेलो दामी 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 कमला शर्मा हेलो भाइ हाम्रो मुभी रहेछ राम्रो मुभी रहेछ भन्नुभएको छ थ्याङ्क यू कमला शर्माज्यूलाई सबिना खड्का नमस्कार नमस्ते अर्जुन छेत्री सुपर डुपर छ दाजु ओके हाम्रो प्रेम छेत्री हुनुहुन्छ क्यारेक्टर फिल्ममा अर्जुन छेत्री हुँदै याद आयो अर्जुन अर्याल नमस्कार प्रकाशी पोर्चुगलबाट ल है युरोपमा पनि लाग्दैछ हेर्नु पर्यो साँच्चै तपाईँको वसन्त बाले हेर्नुभयो अरे बाबाले चाहिँ हेर्नु भएको छैन गाउँ हुनुहुन्छ आउनुहुन्छ होला एक दुई दिनमा हेर्नलाई
हेरेको छैन भन्नुभएको थियो मैले फोन गर्दा। सूर्यप्रकाश भण्डारी, हेलो प्रकाश, हामी युएसए लागे पछि हेर्छौँ है भन्नुभएको छ। ल त मेरो क्लासमेट हुनुहुन्छ सूर्य, त्यहाँ माहौल बनाउनु पर्यो हेर्ने। ज्ञानज्योतिमा वेलकम छ है भन्नुभएको छ। हुन्छ, ल भेटौँला भोलि पर्सि त्यतै। भरत सिंह एस, प्रकाश इज आवर किङ भन्नुभएको छ। थ्याङ्क यू, मान्न पाइयो। चिन्ता नलिनु होला, फिल्म गजब चल्छ, हेर्दिनँ भन्ने सबै जल्छ। अरे आशा गरौँ। मलाई जलाउने भन्दा पनि तपाईँहरूको हेरेर सुझाव सल्लाह पाउन पाए कोसिस गरेको राम्रै हुन्थ्यो होला। कौशल कमल परियार शुभकामना भन्नुभएको छ। माया खत्री हेलो भाइ भन्नुभएको छ। नयना दाजु भन्नुभएको छ अस्ट्रेलिया कहिले लाग्छ भन्नुभएको छ। अस्ट्रेलिया चाहिँ अलि प्लान भइसकेको छैन, बिचमा लाग्ने कुरा थियो, क्यान्सल भयो। मेबी अब यो मन्थको लास्टतिर प्लान गर्नु पर्ला है निरु पौडेलजी। टिप्पल रिजाल हुनुहुन्छ। मैले नि हिजो हेरेको दामी छ मुभी, हिजोलाई पनि भेट्ने मौका पाएँ। ए हो, हाम्रो भेट भयो, खुसी लाग्यो। सबैजनाले हेर्नै पर्ने मुभी छ, हेरिदिनु होला। कङ्ग्रेचुलेसन इन्टायर टिम भन्नुभएको छ। थ्याङ्क यू सो मच। रकी बितलु भन्नुभएको छ। दाई नमस्कार। नमस्ते। विशाल सुनार दाई सन्चै हुनुहुन्छ भन्नुभएको छ। थ्याङ्क यू। रमेश कुसारी दाई कङ्ग्रेचुलेसन, थ्याङ्क यू। कृष्ण निश्चल, म पनि परिवारसहित हेर्न जाँदैछु। ल त, एकदम पारिवारिक फिल्म छ, सबैजना गएर हेर्न मिल्छ। आफू युट्युबमा कुरी बस्ने हो, हल जाने टाइम नै मिल्दैन सो भन्नुभएको छ। ओके भाइ, पोखरामा भव्य चलिरहेको छ, बसन्त बधाई छ भन्नुभएको छ। थ्याङ्क यू। उमा थापाज्यूले। रोहन सुनार हुनुहुन्छ। प्रकाश भाइ, यु आर एन अमेजिङ क्रिएटर एन्ड द मोस्ट सेलिब्रेटेड आर्टिस्ट अफ नेपाल। बसन्त सुपर हिट हुन्छ, डोन्ट वरी, किप इट अप भन्नुभएको छ। थ्याङ्क यू रोहन सुनारलाई। परिवर्तन अर्जुन विश्वकर्मा भन्नुभएको छ। इन्डियामा पुणेमा कहिले लाग्छ? हामी ट्राई गर्दैछौँ इन्डियामा पनि देखाउने। धेरैजना भारतमा लाग्दैन र भनेर सोधिरहनु भएको छ है। भारतमा लगाउनुपर्छ जस्तो छ यसो विचार गर्दा। दिपेश सिंह, त्यहाँ हामी ओइ खोज्दैछौँ कसरी इजी हुनुहुन्छ भनेर। गोपाल मिलेजीले जापानिजमा भन्नुभएको छ। अब जापानमा भोलिबाट लाग्दैछ है फिल्म। मिन बिके पालपाली, नमस्ते दा, रियादबाट भन्नुभएको छ। थ्याङ्क यू। जापानिज हो कि कोरियन हो? कोरियामा पनि लाग्दैछ है, छिट्टै लाग्दैछ हाम्रो। सुमित बराइली, सबैले हेर्नै पर्ने मुभी भन्नुभएको छ। फिल्म आफैमा राम्रो छ हजुर, नो टेन्सन भन्नुभएको छ। हल्का टेन्सन चाहिँ छ, तर थ्याङ्क यू, तपाईँले हेरिदिनु भयो भने टेन्सन दूर भइहाल्छ नि। दाइ चिन्नु भयो मलाई हुनुहुन्छ बब्बी श्रेष्ठ। सरी नाम चाहिँ याद भएन, फोटो देख्न पाएको भए चिन्थेँ कि। एनिवाइज चिन्छु होला है बबीजी। प्रकाश बस्ताकोटी हुनुहुन्छ। टोकियोमा लाग्छ भोलिबाट, अप्रिल 7बाट टोकियोमा। स्मृति, लभ यु मेरो दाई हुनुहुन्छ। लभ यु। विनोद खड्का, ए बसन्त भाइ, मेरो एसएमएसको रिप्लाई नै छैन फ्रम चितवन रे। ल विनोद दाई, अलिकति चितवनतिर तताउनु पर्यो है। एकेन्द्र एसी, सोच्नुभन्दा राम्रो, सफलताको शुभकामना। थ्याङ्क यू। चलचित्र बसन्त हेऱ्यो, निकै राम्रो छ भन्नुभएको छ। थ्याङ्क यू सो मच। फिल्म राम्रो छ है, सबैजना हेर्नु होला भन्नुभएको छ। थ्याङ्क यू। यो फिल्म अति राम्रो छ, सबैले हेर्नु होला भन्नुभएको छ। राम पिपलले थ्याङ्क यू। जनक बस्नेतले, जीवन बिकेले थ्याङ्क यू सो मच। गोविन्द विश्व थापा, दाई नमस्कार। बसन्त मलेसिया लाग्दैन? लाग्छ 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 है। राम्रो छ फिल्म, सबैले हेर्नु होला भनेर लेख्नुभएको छ। मन्चु बिके, हामी अहिले दैलेख, तर हाम्रो पुर्खा पनि बागलुङे हो है दाई। आफूले केही गर्न नसके पनि हजुरको प्रगति देखेर खुसी लाग्छ। गर्नुपर्छ, सबैजना मिलेर गर्न सकिन्छ लाइफमा। सर अनलाइनमा कहिले आउँछ हौ भन्नुभएको छ। हामी त आफ्नो देशभन्दा बाहिर भएको है, विदेशमा कुन ठाउँमा हुनुहुन्छ? कतिपय ठाउँमा त लाग्दैछ, अब त्यहाँ पनि लाग्ला कि कुन देश हुनुहुन्छ। दिपेन्द्र के लामगादी, बेस्ट विशेष भन्नुभएको छ। थ्याङ्क यू। बिग फ्यान अफ भन्नुभएको छ। रमेश कमाल, थ्याङ्क यू। अलय बिक, सफलताको शुभकामना प्रकाश दाई हुनुहुन्छ। थ्याङ्क यू। युवराज परियार, शुभकामना दाजु हुनुहुन्छ। थ्याङ्क यू। म चाहिँ निशीदेखि भन्नुभएको छ। भरत सिंह एस, थ्याङ्क यू। कृष्ण पाण्डे, सफलताको शुभकामना भन्नुभएको छ। प्रदीप सुनार, सफलताको शुभकामना दाजु भन्नुभएको छ। दुबईमा कहिले भन्नुभएको छ? 10 तारिकबाट है। म रुकुमबाट आउँदैछु हेर्न, ल आउनु पर्यो ल है। शारद मङ्गल ओली हुनुहुन्छ। मनोज श्रीपाल बस्नेत हुनुहुन्छ। शुभकामना भाइ भन्नुभएको छ। थ्याङ्क यू। जीवन सुनार, नमस्ते हजुर हुनुहुन्छ। नमस्ते। दुबईमा कहिलेदेखि लाग्छ ब्रो भन्नुभएको छ? 10 तारिकबाट। प्रकाशी नमस्ते, चलचित्र बसन्त सुपरहिट होस्, शुभकामना भन्नुभएको छ। थ्याङ्क यू। तिलक देवकोटा, म तपाईँको ठुलो फ्यान हो प्रकाशजी, म रुकुममा छु, केही समयमै काठमाडौँ आउँदैछु हजुरको मुभी हेर्नलाई। लौ त हेर्नु पर्यो। जर्मनीमा कहिले लाग्छ भन्नुभएको छ? मैले ठ्याक्कै डेटको लिस्ट चाहिँ लिइनँ, तर जर्मनीमा छिट्टै लाग्दैछ। तपाईँले एनएमएन इन्टरटेनमेन्ट वा राजमान तामाङलाई फलो गर्नु होला, त्यहाँ
अपडेटहरू आउँछ होला। उमा थापा 52 दिनको शुभकामना भाइ भन्नुभएको छ। यहाँ 2-3 दिनमै अलिअलि पुग्यो, बल्ल पुग्ला 52 दिन। यसो तपाईँहरूको माया पाइयो भने। यो फिल्म राम्रो छ, सबैले हेर्नु होला भन्नुभएको छ। थ्याङ्क यू। तपाईँको नेपाल र नेपालीको सम्पत्ति हुनुहुन्छ, बसन्त हेर्न लाखौँ आतुर छौँ भन्नुभएको छ। धनगढी कैलालीबाट सुरत भुल, थ्याङ्क यू सो मच। नमस्कार प्रकाश दाई, बसन्त कतारमा कहिलेदेखि लागु हुनुहुन्छ भनेर भन्नुभएको छ। छिटै लाग्छ होला, दुबईमा चाहिँ 10 तारिक छ, त्यसपछि कतारमा लाग्छ होला। भोगिराम जैसी, नमस्कार सर भन्नुभएको छ। आज हेरियो फिल्म, दामी लाग्यो भन्नुभएको छ। पक्का हो नि सुनिल जी? हाई दाई भन्नुभएको छ। हेलो सर, सर ग्रिटिङ, आम एबाउट टु गो इन हल रे। ल त कहिले जानुहुन्छ, जानु पर्यो। विवेक सुनार, हाई माई फेभरेट आइडल, लभ एन्ड फुल सपोर्ट भन्नु छ। थ्याङ्क यू। म बुटुलबाट मैले हेरेँ, राम्रो छ अरे। थ्याङ्क यू सो मच। टोया लम्साल, दिप सेन, बेस्ट विशेष बसन्त, थ्याङ्क यू। शुभकामना बसन्त टिमलाई भन्नुभएको छ। थ्याङ्क यू। हेलो सर, दर्शन साउदीमा लाग्दैन, बट युट्युबमा भयो नि हेर्ने हो भन्नुभएको छ। युट्युबमा चाहिँ अहिले आउँदैन, साउदीमा बरु छिटै आउन सक्छ। लोकेश खड्का, नमस्ते सर। मिन बिके पाल्पाले शुभकामना दा भन्नुहुन्छ। चन्द्र घरती मिरे, नमस्ते भन्नुभएको छ। निरप आचार्य, हेलो भन्नुभएको छ। साउदीमा कहिले लाग्छ? छिटै लाग्छ होला। बालकृष कृष्ण परियार, धेरै राम्रो लाग्यो फिल्म बसन्त भन्नुभएको छ। थ्याङ्क यू। अमृता कान्छी विश्वकर्मा हुनुहुन्छ। हेलो दाई नमस्कार भन्नुहुन्छ। थ्याङ्क यू। सुविधि सरोज, जर्मनीमा कहिले लाग्छ? छिट्टै लाग्न सक्छ है। ओके। 22 चैत्रबाट यहाँ एकजनाले धेरै लामो निता पुन मगरले चाहिँ नारायणपुर दाङबाट लेख्नु भएको रहेछ। नेपाली फिल्मले परिवेश यथार्थ बोलेको छ, समग्र सामाजिक विषयवस्तु उत्थान गरेको छ, प्रस्तुतिकरण निकै सशक्त आकर्षक शब्दावलीको लयात्मक र कलात्मक प्रयोग फिल्मको खास विशेषता हो, जो अरू फिल्मभन्दा फरक छ भन्नुभएको छ। साङ्गीतिक र साहित्यिक पाटो फिल्मको थप आकर्षण हो, जसले अन्तिमसम्म दर्शकलाई मन्त्रमुग्ध बनाउँछ। फिल्मको अर्को बलियो पक्ष अडियो नै हो। सबै पात्रहरू अनुरूप भूमिका राम्रो दिएका छन्, न्याय गरेका छन्। बाल कलाकार बसन्तको आमाको अभिनय अझ खास छ। फिल्मले धेरै ठाउँमा भावुक बनाउँछ भन्नुहुन्छ। कथावस्तुमा प्रस्तुत गरिएको अन्तर्जातीय प्रेम लभ स्टोरी विषयवस्तु इस्यु मात्र हो। यो विशुद्ध सामाजिक र अर्ग्यानिक फिल्मभन्दा फरक नपर्ला। कथावस्तु गहिरो कोशी झैँ सलल्ल बगेको छ भन्नुभएको छ। दिलीप रायमाझी, करिश्मा महानन्दरदेखि राजीव समालसम्मका ख्यातिप्राप्त कलाकारहरूको संयोजन गर्न सक्नु अर्को सफलता हो। फिल्मको उत्कर्ष क्लाइमेक्स शान्त छ तर सुन्दर छ। अर्को बृहत शान्तिमा भेट्ने कबुल गरेको छ। सपना साकार पार्न सम्भव छ तर सङ्घर्षको अनिवार्यतालाई जोड गरेको छ। गणतन्त्र प्राप्तिलाई उदाहरण देखाएको छ। आफ्नो रोजाइ हो, सबैलाई कथावस्तु मन नपर्न पनि सक्छ, तर मलाई मन पर्यो। यद्यपि फिल्मको केही नराम्रो पक्षहरू पनि छन्, यसको समीक्षा हुँदै जाला। जस फिल्मले जबरजस्ती एउटा बहस छेड्न सफल भएको छ भन्नुभएको छ। राम्रो समीक्षा, निता पुन मगरज्यूलाई धन्यवाद। अनुप आचार्य, हेलो सर नमस्ते, चिन्नुभयो कि नै भन्नुभएको छ। अनुप आचार्य खै चिनियो कि है, नाम अलिक कन्फ्युज भयो, फोटो हेर्न पाइएन। ओके। अनिल अमृता र साइली बिग फ्यान भन्नुभएको छ। सेम पालवी भन्नुभएको छ। तपाईँले माफी माग्न पर्ने हो तर भन्नुभएको छ। माफी भन्दा पनि मैले एउटा आत्मसमीक्षा चाहिँ गरेको छु, त्यसलाई अब माफी सम्झिन पनि सकिन्छ है मित्र। मैले आफ्नो कुराहरू स्पष्ट राखेको छु। हजुर, हाम्रो सानो हजुरको फिल्म सुपरहिट हुन्छ, ल त गराउनु पर्यो। हेरेदै राम्रो छ भन्नुभएको छ विकास सिंह ठकुरीले, थ्याङ्क यू। रूपा हुनुहुन्छ, नमस्कार, म हजुरको बिग फ्यान काठमाडौँबाट, थ्याङ्क यू, नमस्ते। रमेश शर्मा पौडेल, म चाहिँ पोखरा जान्छु भन्नुभएको छ। ओके, फिल्मको अवस्था के छ भन्नुहुन्छ? ठिक छ, चलिरहेको छ, गइरहेको छ हल्का फुल्का। ल त यति नै हो। चलचित्र बसन्तलाई व्यक्तिगत रूपमा पुरस्कार दिनु पर्यो, मदन पुरस्कार र नोबेल पुरस्कार दिन्छु भन्नु छ टिकेन्द्र बस्यालजीले। हो र, ए कडै आयो त, थ्याङ्क यू। लगभग लगभग यस्तै नै हो। ओमनमा छु, हेर्न मन धेरै छ भन्नुभएको छ। दाइ फिल्म ब्याकग्राउन्ड म्युजिक सानो बनाउन मिल्दैन त भन्नुभएको छ। ब्याकग्राउन्डमा काम भइरहेको छ, अलिकति धेरैजनाको फिडब्याक आएर है। आउँदो शनिबार हेर्नेछु दाजु, फुर्सद भएन भन्नुभएको छ। हुन्छ, मिलाएर हेरौँ। सुर्खेत आउने होइन दाइ भन्नुभएको छ। सुर्खेत चाहिँ अलि भ्याइन जस्तो छ। ओके, धन्यवाद सबैजनालाई जोइन गरिदिनु भयो। फेरि पनि बसन्त चलिरहेको छ, हेरेर देश विदेशमा जहाँ हुनुहुन्छ हेरेर साथ दिनु होला। अपडेटमा रहिरहनु होला, हामी कहाँ कहाँ लाग्दैछ अपडेट गराइरहनेछौँ। र जतिले हेरिदिनु भयो, सुझाव दिनुभयो, उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू।